साथीहरू, छहारी अनलाइन मिडियामा हार्दिक स्वागत छ। मध्य प्रदेश लगायत देशका विभिन्न प्रदेशमा अब खुल्ने वनक्षेप विशेष प्रश्न र प्रश्नको समाधान सहित उपस्थित भएको छु। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर जोडिनुहोला। भिडियो कस्तो लाग्छ थप सल्लाह सुझाव दिनुहोला। मैले प्रत्येक दिन मध्य प्रदेश लगायत वन सेवासँग सम्बन्धित भिडियो ल्याउने कोसिस गरेको थिएँ। विविध कारणवश भिडियो ल्याउन सकिरहेको थिएन, त्यसको लागि क्षमा चाहन्छु। आजको भिडियोमा 20 वटा प्रश्न र प्रश्नको समाधान लिएर आएको छु। नछुटाएर हेर्नुहोला, अन्तिमसम्म हेर्नुहोस्। आजको यो भिडियो कस्तो लाग्छ र मैले ल्याउने भिडियोहरू तपाईलाई कस्तो लागिरहेको छ, थप सल्लाह सुझाव पनि अवश्य दिनुहुनेछ भन्ने मैले महसुस गरेको छु। अब ढिला नगरेर प्रश्नतिर लागौं। प्रश्न नम्बर 1 रहेको छ तपाईको लागि। प्रश्न सुरु भएको छ। प्रश्न नम्बर 1, टाँचा र सिलको सुरक्षाको जिम्मेवारी कसको हुन्छ? टाँचा र सिलको सुरक्षाको जिम्मेवारी कसको हुन्छ? प्रश्न 1 मा रहेको छ, टाँचा र सिलको जिम्मेवारी कसको हुन्छ? अप्सन क रहेको छ, डिभिजनल वन अधिकृत। अप्सन ख, प्रदेश वन निर्देशक। अप्सन ग रहेको छ, वन उपभोक्ता समिति। अप्सन घ रहेको छ, राजपत्र अनाङ्कित प्रथम श्रेणीको कर्मचारी। यसको सही उत्तर कमेन्ट गर्नुहोला। भिडियो हेरिराख्नु भएको छ भने कमेन्ट पनि गर्नुहोस्। भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि दिँदै गर्नुहोस्। टाँचा र सिलको सुरक्षाको जिम्मेवारी, यसको सही उत्तर रहेको छ अप्सन क, डिभिजनल वन अधिकृत। यसको सही उत्तर डिभिजनल वन अधिकृत हुन्छ। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ तपाईको लागि। प्रश्न नम्बर 2 रहेको छ, जिल्ला वन क्षेत्र समन्वय समितिको संयोजक को रहने व्यवस्था रहेको छ? अप्सन क रहेको छ, डिभिजनल वन अधिकृत। अप्सन ख रहेको छ, जिल्ला समन्वय समिति प्रमुख। अप्सन ग रहेको छ, प्रमुख जिल्ला अधिकारी। अप्सन घ रहेको छ, जिल्ला प्रहरी प्रमुख। जिल्ला वन क्षेत्र समन्वय समितिको संयोजक को रहने व्यवस्था रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन ख, जिल्ला समन्वय समिति प्रमुख। यसको सही उत्तर हुन्छ। त्यस्तै गरेर प्रश्न नम्बर 3 रहेको छ। ढिला नगरेर प्रश्न भनिराखेको छु। तपाईले भिडियो हेरिराख्नु भएको छ भने ध्यान दिएर सुन्नुहोला र यसको सही उत्तर के हुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनुहोला। फटाफट कमेन्ट गर्नुहोस्। राष्ट्रिय वन क्षेत्रको भोगाधिकारको प्रमाणपत्र लिँदा कति दस्तुर लाग्छ? अप्सन क रहेको छ 10,000। अप्सन ख रहेको छ 1,000। अप्सन ग रहेको छ 500। अप्सन घ रहेको छ 250। राष्ट्रिय वन क्षेत्रको भोगाधिकारको प्रमाणपत्र लिँदा कति दस्तुर लाग्छ? प्रश्न नम्बर 3 रहेको छ तपाईको लागि। यसको सही उत्तर रहेको छ अप्सन ख रहेको छ 1,000 रुपैयाँ दस्तुर लाग्छ। त्यस्तै गरेर प्रश्न नम्बर 3 रहेको छ, 4 रहेको छ। मैले प्रश्नहरू विभिन्न ठाउँबाट खोजेर ल्याउने गरेको छु। धेरै दुःख गरेर ल्याएको छु। राम्रोसँग भिडियो हेरेर तपाईले पनि सिक्नुहोला र सिक्ने सिकाउने प्रक्रिया जारी राखौँला भनेर मैले भिडियो लिएर आएको छु। भिडियो कस्तो लाग्छ? छहारी अनलाइन मिडियालाई पनि माया गरेर साथ सहयोग हौसला दिनुहोला, सब्स्क्राइब गर्नुहोला भन्ने मैले ठानेको छु। प्रश्न नम्बर 4 रहेको छ, निजी वनमा भएका कृषि उपज र सङ्कलन बिक्री वितरण ओसार पसार गर्न सकिने वन पैदावारमा काठ प्रजाति कति रहेका छन्? निजी वनमा भएका कृषि उपज र सङ्कलन बिक्री वितरण ओसार पसार गर्न सकिने वन पैदावारमा काठ प्रजाति कति रहेका छन्? प्रश्न नम्बर 4, अप्सन क 28 प्रजाति। अप्सन ख 23 प्रजाति। अप्सन ग 4 प्रजाति। अप्सन घ 21 प्रजाति। यसको सही उत्तर अप्सन रहेको छ अप्सन क 28 प्रजातिका काठ प्रजातिलाई कृषि उपज सङ्कलन बिक्री वितरण ओसार पसार गर्न सकिन्छ निजी वनमा लगाइएका।
त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 5 रहेको छ। प्रश्न नम्बर 5 तपाईको लागि, ए ग्रेड जङ्गली सिसौको प्रति क्युफिट राजस्व कति रहेको छ? ए ग्रेड जङ्गली सिसौको प्रति क्युफिट राजस्व कति रहेको छ? अप्सन क रहेको छ 1250, अप्सन ख रहेको छ 1000, अप्सन ग रहेको छ 450, अप्सन घ रहेको छ 300। यसको सही उत्तर कमेन्ट गर्नुहोला। ए ग्रेड जङ्गली सिसौको प्रति क्युफिट, ए ग्रेडको जङ्गली सिसौको प्रति क्युफिट कति रहेको छ? यसको सही उत्तर रहेको छ 1250। त्यस्तै गरेर प्रश्न नम्बर 6 रहेको छ। प्रश्न नम्बर 6 मा निजी वन दर्ताको प्रमाणपत्र कसले दिन्छ? निजी वन दर्ताको प्रमाणपत्र कसले दिन्छ? अप्सन क डिभिजनल वन अधिकृत डिभिजन वन कार्यालय, अप्सन ख वन अधिकृत सब डिभिजन वन कार्यालय, अप्सन ग प्रमुख जिल्ला प्रमुख प्रशासकीय अधिकृत स्थानीय तह, अप्सन घ वन कर्मचारी वन कार्यालय। निजी वन दर्ताको प्रमाणपत्र कसले दिन्छ? यसको सही उत्तर रहेको छ अप्सन ग प्रमुख प्रशासकीय अधिकृत। अर्को प्रश्न रहेको छ तपाईको लागि, प्रश्न नम्बर 7 रहेको छ। प्रश्न नम्बर 7, रेट डाटा बुकको प्रकाशन कसले गर्छ? अप्सन क साइटिस, अप्सन ख आइसिएन, अप्सन ग डब्लुडब्लुएफ, अप्सन घ रामसार। रेट डाटा बुकको प्रकाशन कसले गर्छ? तपाई सही अप्सन, सही प्रश्न, सही उत्तर कमेन्ट गर्नुहोला। यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नुहोला। 7 नम्बरको प्रश्न, यसको सही उत्तर रहेको छ आइयुसिएन, अप्सन ख आइयुसिएन। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 8 रहेको छ। प्रश्न नम्बर 8 मा रहेको छ, वृक्षारोपण गरिएको क्षेत्रमा 3 पटक गोडमेल कुन वर्षमा गरिन्छ? अप्सन क पहिलो वर्ष, अप्सन ख दोस्रो वर्ष, अप्सन ग तेस्रो वर्ष, अप्सन घ गोडमेल हुँदैन। यसको सही उत्तर के हो कमेन्ट गर्नुहोला। वृक्षारोपण गरिएको क्षेत्रमा 3 पटक गोडमेल कुन वर्षमा गरिन्छ? यसको सही उत्तर रहेको छ अप्सन क पहिलो वर्षमा 3 पटक गरिन्छ, दोस्रो वर्षमा 2 पल्ट र तेस्रो वर्षमा 1 पटक गोडमेल गरिन्छ वृक्षारोपण गरिएको क्षेत्रमा। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 9 रहेको छ। प्रश्न ध्यान दिएर सुन्नुहोला र प्रश्नको उत्तर पनि लेख्नुहोला। कमेन्टमा फटाफट लेख्नुहोला। तपाईबाट मैले धेरै आशा गरेको छु तपाईले भिडियो हेर्नुहुनेछ र मलाई पनि माया गर्नुहुनेछ र सँगसँगै हामी सहयात्रा गरेर अगाडि बढ्नेछौँ भन्ने मलाई लागेको छ। प्रश्न नम्बर 9 रहेको छ, कत्था तथा कच कुन प्रजातिको रुखबाट बनाइन्छ? अप्सन क हर्रो, अप्सन ख बर्रो, अप्सन ग अमिलो, अप्सन घ खयर। यसको सही उत्तर के हो कमेन्ट गर्नुहोला। कत्था तथा कच कुन प्रजातिको रुखबाट बनाइन्छ? यसको सही उत्तर रहेको छ खयर। अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 10 रहेको छ। रुखको छपान गर्दा कति ठाउँमा ब्लेच बनाइन्छ? रुखको छपान गर्दा कति ठाउँमा ब्रिज भएको रहेछ? ब्लेज हो यो। रुखको छपान गर्दा कति ठाउँमा ब्लेच बनाइन्छ? अप्सन क 1 ठाउँमा, अप्सन ख 2 ठाउँमा, अप्सन ग 3 ठाउँमा, अप्सन घ एक अर्काको विपरीत 2 ठाउँमा। यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नुहोला। रुखको छपान गर्दा कति ठाउँमा ब्लेच लगाइन्छ, ब्लेच बनाइन्छ? यसको सही उत्तर रहेको छ 2 ठाउँमा, एक अर्काको विपरीत 2 ठाउँमा। अप्सन घ रहेको छ यसको सही उत्तर। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 11 रहेको छ। हामी आजको भिडियोको मध्य भागमा आएका छौँ। भिडियो कस्तो लाग्छ कमेन्ट गर्दै गर्नुहोला र सही उत्तर पनि कमेन्ट गर्नुहोला। छहारी अनलाइन मिडियालाई पनि भर्खरै जोडिनु भएको छ भने सब्स्क्राइब गरेर जोडिनुहोला र यस्तै आउँदा दिनमा यस्तै नयाँ भिडियो सहित फेरि पनि उपस्थित हुनेछु। त्यति बेला तपाईको मोबाइलमा सब्स्क्राइब गर्नुभयो र अलमा थिच्नुभयो भने तपाईकोमा आफै नोटिफिकेसन आउँछ मेरो नयाँ भिडियोको र हेर्न पाउनुहुनेछ। 11 नम्बरको प्रश्न रहेको छ, खोटे सल्ला कस्तो प्रकारको रुख हो?
अप्सन क पतझड, अप्सन ख सदाबहार, अप्सन ग रहेको छ सदाबहार कोन्दाहारी, अप्सन घ रहेको छ चौडापाते। यसको सही उत्तर रहेको छ पतझड हो। खोटेसल्ला कस्तो प्रकारको रुख हो? पतझड रुख हो। त्यस्तै गरेर प्रश्न नम्बर रहेको छ, प्रश्न नम्बर 12 रहेको छ, गुर्जोको कुन भाग प्रयोगमा आउँछ? अप्सन क जरागानो, अप्सन ख काण्ड र डाँठ, अप्सन ग पुरै भाग, अप्सन घ पात। यसको सही उत्तर रहेको छ काण्ड र डाँठ। प्रश्न नम्बर 13 रहेको छ, प्रश्न नम्बर 13, चिडियाखाना कुन निकाय अन्तर्गत पर्दछ? अप्सन क राष्ट्रिय प्रकृति संरक्षण कोष, अप्सन ख अन्नपूर्ण संरक्षण कोष, अप्सन ग राष्ट्रिय निकुञ्ज, अप्सन घ वन तथा वातावरण मन्त्रालय। चिडियाखाना कुन निकाय अन्तर्गत पर्दछ? यसको सही उत्तर रहेको छ अप्सन क राष्ट्रिय प्रकृति संरक्षण कोष। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 14 रहेको छ, मध्य प्रदेश निजामती सेवामा कतिवटा सेवा रहेका छन्? मध्य प्रदेश निजामती सेवामा कतिवटा सेवाहरू रहेका छन्? अप्सन क 9 वटा, अप्सन ख 10 वटा, अप्सन ग 11, अप्सन घ 12 वटा। यसको सही उत्तर कमेन्ट गर्नुहोला। मध्य प्रदेश निजामती सेवामा कतिवटा सेवा रहेका छन्? यसको सही उत्तर रहेको छ अप्सन क रहेको छ, अप्सन क 9 वटा सेवा रहेका छन् मध्य प्रदेशमा। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 15 रहेको छ। 15 प्रश्नमा वन र ढिलो व्यवस्थापन सप्ताह 2082 को मुख्य नारा के हो? अप्सन क वन र ढिलो नियन्त्रणमा प्रविधिको प्रयोग, अप्सन ख वन संरक्षण सबैको दायित्व, अप्सन ग वन र ढिलो नियन्त्रणमा प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता, अप्सन घ रहेको छ हरियो वन समृद्ध नेपाल। वन र ढिलो व्यवस्थापन सप्ताह 2082 को नारा अप्सन ग रहेको छ वन र ढिलो नियन्त्रणमा प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता। वन र ढिलो सप्ताह चैत पहिलो हप्तामा मनाइन्छ, चैत 1 देखि 7 सम्म। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 16 रहेको छ, सालको पात दिएका मध्ये के कार्यका लागि प्रयोग गरिन्छ? अप्सन क रहेको छ टपरी बनाउन, अप्सन ख रहेको छ बिडी बनाउन, अप्सन ग रहेको छ टेक्सोल बनाउन, अप्सन घ रहेको छ कुनै काममा प्रयोगमा आउँदैन। यसको सही उत्तर कमेन्ट गर्नुहोला। सालको पात दिएका मध्ये के कार्यका लागि प्रयोग गरिन्छ? यसको सही उत्तर रहेको छ टपरी बनाउन। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 17 रहेको छ। अब हामी यो भिडियोको अन्तिमतिर आएका छौँ। घाटगद्दीमा काठ ढुवानी गर्दा कुन टाँचा लगाइन्छ? प्रश्न नम्बर 17 रहेको छ, अति नै महत्त्वपूर्ण प्रश्न रहेको छ। घाटगद्दीमा काठ ढुवानी गर्दा कुन टाँचा लगाइन्छ? बबिका, अप्सन ख बबिजा, अप्सन ग बबी विकास, अप्सन घ बबी बिक्री। टाँचा कुन टाँचा लगाइन्छ? निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। यो प्रश्न बेला बेलामा आउने गर्छ। घाटगद्दीमा काठ ढुवानी गर्दा कुन टाँचा लगाइन्छ? यसको सही उत्तर रहेको छ बबिजा टाँचा प्रयोग गरिन्छ घाटगद्दीमा काठ ढुवानीको लागि। त्यस्तै गरेर अब अर्को प्रश्न रहेको छ, यो पनि अति नै महत्त्वपूर्ण प्रश्न रहेको छ। 18 नम्बरको प्रश्न रहेको छ, निमको वैज्ञानिक नाम के हो? निमको वैज्ञानिक नाम के हो? अप्सन क एल्नस नेपालेन्सिस, अप्सन ख सोरिया रोबस्टा, अप्सन ग जुगलान्स रेजिया, अप्सन घ एजा डाइरेक्टा इन्डिका। यसको सही उत्तर के हुन्छ? कमेन्ट गर्नुहोला। निमको वैज्ञानिक नाम के हो? एजा डाइरेक्टा इन्डिका रहेको छ निमको वैज्ञानिक नाम। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 19 रहेको छ। प्रश्न नम्बर 19 मा रहेको छ, लौट सल्लाहको बिउ कति समय सजीव रहन्छ? अप्सन क 7 दिन, अप्सन ख 15 दिन, अप्सन ग 1 वर्ष, अप्सन घ 4 वर्ष। अन्तिममा आएका छौँ हामी। लौट सल्लाहको बिउ कति समय सजीव रहन्छ?
प्रश्न ध्यान दिएर सुन्नुहोला। 7 दिन, 15 दिन, 1 वर्ष र 4 वर्ष लौट सल्लाहको बिउ कति समय सजीव रहन्छ? यसको सही उत्तर रहेको छ 4 वर्ष। त्यस्तै गरेर आजको यो भिडियोको हामी अन्तिममा आएका छौँ। अन्तिम प्रश्न रहेको छ, कस्तो बिउ लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन? यसको सही उत्तर कमेन्ट गर्नुहोला। छहारी अनलाइन मिडियालाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिनुहोला। भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला। अझै थप केही सुधार गर्नुपर्ने छ कि त्यो पनि लेख्न नभुल्नुहोला। कस्तो बिउ लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन? अप्सन क अर्थोडक्स, अप्सन ख रिक्याल्सिट्रेन्ट, अप्सन ग दुवै, अप्सन घ कुनै पनि होइन। कस्तो बिउ लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन? यसको सही उत्तर रहेको छ रिक्याल्सिट्रेन्ट बिउ लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन। आजको भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अवश्य दिनुहोला। हवस् त, आजको भिडियोबाट छुट्टिन्छु। फेरि पनि यस्तै तपाईँलाई वनरक्षक विशेष विविध खालका महत्त्वपूर्ण प्रश्न र प्रश्नको समाधान सहितका भिडियोहरू फेरि पनि ल्याउने कोसिस गर्नेछु। हवस् त, नमस्कार।